नमस्ते, म कृष्ण भारद्वाज। तपाईहरुलाई मैले आइतबार, सोमबार, मंगलबार, बुधबारका गर्न सबै कुरो बताइसकेँ। अब आउनुहोस् बिहीबार। बिहीबार भनेको देवगुरु बृहस्पतिको बार हो। देवगुरु बृहस्पतिलाई खुसी पार्ने उपासना गर्ने दिन हो। विष्णु भगवानलाई पनि उपासना गर्ने दिन हो। यो गर्दा के हुन्छ भन्दाखेरि अनुहार चमक आउँछ, खुसी हुन्छ, सन्तुष्टता हुन्छ, आनन्द प्राप्त हुन्छ, ज्ञान प्राप्त हुन्छ। त्यसकारणले गर्दाखेरि भगवान विष्णु र देवगुरु बृहस्पतिको पूजाका लागि तपाईले पहेँलो लुगा, पहेँलो फूल चढाउनुहोस्। त्यस पछाडि दान दिने हो भने पहेँलो चीज दान दिनुहोस्। हर्दी दान दिँदाखेरि बिहीबारमा एकदम राम्रो गर्छ, फाइदा गर्छ। कपालमा तेल नलाउनुहोस्। नङ, दारी, कपाल काट्ने त्यो पनि नगर्नुहोस्। नुन किन्ने त्यो पनि नगर्नुहोस्। ऋण नलिनुहोस्, तपाईलाई असर गर्छ। घरमा पोसा लाउनु हुन्छ नि, ओहो त्यो पनि हुँदैन है। अनि घरको कबाड लगाएर बाहिर नछोड्नुहोस्, नबेच्नुहोस्, कपडा नधुनुहोस्, मांस मदिरा खाने कामै नगर्नुहोस्। त्यस पछाडि भने पछाडि धेरै कुरा याद गर्नुपर्ने रहेछ। धन्यवाद।